अथवा सेलमा सिली यारी हानेर उहाँले यारी हानिसक्नुभएको छ भने यारी सिल्ली कच्छुर हानेर हान्ने काम पनि भइसकेको छ। जस्तै सबभन्दा पहिला पूजा थलोलाई चोख्याउने काम पनि सक्नुभएको छ हाम्रो नृत्यकर्ता टोलीबाट। र मैले प्रदर्शन हुने सामग्रीहरूलाई 1 नम्बरमा दोङ वाङा दोभाउलीमा प्रयोग हुने सामग्रीहरू यहाँ प्रदर्शन भएको कुरा जानकारी गराउन चाहन्छु। जसमा हलो, जुवा, राँधे कोदाली, फेउरी, बिउ, घुम, पानी पर्दाखेरि प्रयोग गर्ने लोप हुनै लागेको सामग्री घुम र रोपाहारहरू र बाउसे यहाँले आफ्नो प्रस्तुति गरिराख्नु भएको छ। र अब हामी दोस्रो सिल्लीतिर प्रवेश गर्नै लागिरहेका छौँ। यहाँ ढोल काटेर दोस्रो सिल्ली सुरुवात हुँदै लागेको है भन्ने कुरा पनि हामी जानकारी हामीले लिन सक्छौँ। प्रदर्शनकर्ताहरूले आफ्नो काम गरिरहेको हामी देख्न सक्छौँ। ओखलमा केही अन्नबालीहरू कुटिरहेको, दुधेरीमा दुध धोइरहेको र पान बुन्ने जिम्मेवारीहरूले पान बुनिरहेको, गुन्द्री बुन्ने काम भइरहेको हामी देख्न सक्छौँ। यतिखेर हामी दोस्रो सिल्लीतिर प्रवेश गरिरहेका छौँ। यहाँ हाम्रो राई बसवा भाषाबाट हाम्रो नृत्यकर्ताहरूले गीतबाट काँड गर्नु हाम्रो हतियार हो, यो पुर्खाले ल्याएको बाटो हो भनेर गीतबाट प्रस्तुत गरिसक्नु भएको छ। हामी जङ्गली युगमा रहँदाखेरि हामीले शिकार गरेको कुराहरूलाई यहाँ हाम्रो नृत्यकर्ताहरूले प्रस्तुत गर्ने हुनेछ। यो दोस्रो नम्बरको शिकारी सिल्ली रहेको पनि यहाँ आदरणीय निर्णायकज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, भएको जानकारी पनि गराउन चाहन्छु। र हाम्रा त्यस्तै गरेर दोस्रो शिकारी सिल्ली अन्तर्गत हाम्रा नृत्यकर्ताज्यूहरूबाट आप्तरुङ सिल्ली, शिकारी सिल्लीको यहाँ प्रदर्शन गर्न लाग्नु भएको छ। यतिखेर